दाई फर्मको डेट आइसक्यो, एक्जामको डेट आइसक्यो, अब सिलेबस हेर्दा त हेडेक नै भयो। एमसीक्यूको लागि के गर्ने? तेरे को बोला था ना 4 बजे बाद फोन कर। निकल। उसले भोलि 4 बजे बताउला, हजुरहरूलाई अहिले नै बताइदिन्छु। बीएलएलबी इन्ट्रान्स एक्जामको लागि हजुरहरूले 30 मार्कको अब्जेक्टिभ सल्भ गर्नुपर्ने हुन्छ। अब अब्जेक्टिभ र एमसीक्यूमा हजुरहरूले के कहाँ कसरी पढ्नेमा कन्फ्युजन हुनुहुन्छ र एमसीक्यूको लागि मलाई पढेर साध्य हुँदैन। हजुरले प्र्याक्टिस पनि गर्नुपर्छ। त्यो प्र्याक्टिस कहाँबाट गर्ने? बुकबाट गर्ने? भेरी गुड। बुक चारैतिर लिएर जान सकिन्छ? बुकको एक्सेस चारैतिर हुन्छ? नाइ, हुँदैन। त्यसको लागि हजुर रहेछ एउटा ल ट्रान्स एप। ल ट्रान्स एपबाट हजुरहरूले 2500+ एमसीक्यू छ त्यहाँ, र त्यो एप अहिले बीएलएलबी इन्ट्रान्स प्रिपरेसनको लागि एकदमै बेस्ट एप हुनेछ। यो एप यही नेपाल क्याम्पसको दाई पुरुषोत्तम दाई र उहाँको भाइ मिलेर डेभलप गर्नुभएको रहेछ। यो एकदमै युजर फ्रेन्डली इन्टरफेस, सब्जेक्टिभ जस्तो मार्क कट्न हुँदैन। इफ यु गो राइट यु विल गेट 1 मार्क हुन्छ। यो एपमा हजुरहरूले सिलेबस वाइज एमसीक्यू पाउन सक्नुहुन्छ र त्यो एमसीक्यूको एन्सर विथ एक्सप्लेनेसन रहेको छ। र यो एपमा बुकमार्क पनि पाउन सक्नुहुन्छ। त्यसले तपाईँहरूलाई इम्पोर्टेन्ट क्वेसन प्र्याक्टिस गर्न मद्दत मिल्नेछ। र यो एपमा तपाईँहरूले 40+ प्र्याक्टिस सेट पनि पाउन सक्नुहुन्छ, जसले गर्दा तपाईँहरूको कन्फिडेन्स लेभल बुस्ट गर्न एकदमै मद्दत मिल्नेछ। प्लसमा हजुरहरूले यो एपमा 200 एमसीक्यू च्यालेन्जिङ क्वेसन पाउन सक्नुहुनेछ, जसले तपाईँहरूको ब्रेन ट्रिक हेल्प गर्न मद्दत गर्दछ। र यो एप्समा तपाईँहरूले टाइम लिमिट राखी इक्जाम टेस्ट क्रिएसन गर्न सक्नुहुनेछ। यो एप चाहिँ क्लियर, फास्ट एन्ड युजर फ्रेन्डली इन्टरफेस लगायत बीएलएलबी का साथसाथै एलएलबी र नेपाल बार काउन्सिलको लाइसेन्सको लागि भ्यालिड रहेको छ। यो एपमा हजुरहरूले धेरै कुराहरू पाउनुभयो। यति कुराहरू पाएर हजुरहरूको दिमागमा एउटा क्वेसन त होला, यो एप फ्री छ कि नै? यो एप यो वर्षको लागि एकदमै फ्री छ। यहाँ तल दिएको डिस्क्रिप्सनमा यसको लिङ्क छ, त्यहाँबाट गएर हजुरले यो एप डाउनलोड गर्न सक्नुहुन्छ। हजुरको मोबाइलमा यो एप हुनेछ। जुन बेला फ्री टाइम पाए त्यो बेला अब्जेक्टिभ प्र्याक्टिस गर्नु। थ्याङ्क यू।